अब हाम्रो गट हेल्थ अप्टिमाइजेसनकै कुरा गरिरहेछौँ हामीले। त्यसमा मेरो अर्को क्वेसन छ, हामीले गर्ने हाम्रो डेली ह्याबिट्स के चाहिँ छ जसले गर्दा हाम्रो गट हेल्थलाई चाहिँ बिगारिरहेको? सो गट हेल्थमा प्रब्लम गर्ने चाहिँ हाम्रो एउटा लाइफस्टाइल जीवनशैली हुन सक्छ। अर्को भनेको हामीले खानेकुराहरू जुन हामी सेवन गर्छौँ दैनिक रूपमा हो त्यसको असरले गर्दा पनि हुने हुन्छ। यो दुईटा कुरालाई बुझौँ। सो लाइफस्टाइलमा चाहिँ हाम्रो एकदम स्ट्रेसफुल इन्भाइरोमेन्टमा काम गर्ने अथवा धेरै मानसिक तनाव लिने अथवा चाहिँ कुनै पनि कुरालाई चाहिँ अलि धेरै नै रियाक्ट गर्ने बानी छ भने त्यसले गर्दा पनि हाम्रो गटलाई ड्यामेज गरिरहेको हुन्छ। सो यसलाई चाहिँ हामीले इम्प्रुभ गर्नुपर्ने हुन्छ लाइफस्टाइल मोडिफिकेसनको माध्यमबाट। त्यस्तै गरी खानेकुरामा पनि हाम्रो अब कहिले कहिले चाहिँ अलिकति सेवन नगर्नुपर्ने कुराहरू जस्तै हार्मफुल कन्जम्सनहरू जस्तै स्मोकिङ गर्ने बानी हुन्छ कतिपयको चाहिँ अल्कोहल सेवन गर्ने बानी हुन्छ, कतिपयको विभिन्न प्रकारका नकारात्मक औषधिहरू लिने बानी हुन्छ, नचाहिँदै पनि औषधि लिने बानी हुन्छ। हो त्यसले गर्दा पनि हाम्रो गट हेल्थ चाहिँ ड्यामेज गरिरहेका हुन्छौँ हामीहरू। साथसाथै नर्मल्ली खाने मान्छेमा पनि कहिले खानेकुराहरू चाहिँ नमिलेर अर्थात् कुनै पनि मान्छे कसैमा चाहिँ आइबिएस छ र त्यसमा चाहिँ यो फोडम्याप डाइटले गर्दाखेरि चाहिँ अलिकति समस्या दिइरहेको इन्डिभिजुअल हुन्छ भने त्यस्तोमा अब जस्तै हाई फोडम्यापहरू थाहा नभएर भनौँ न, थाहा भए त अभोइड गरिन्छ, लो फोडम्याप डाइटमा गरिन्छ। तर थाहा नभएर चाहिँ कहिले ग्लुटेनको डाइटहरू भयो अथवा हाई फोडम्याप डाइटहरू त्यस्तोहरू खाइदिएर चाहिँ अलिकति एक्सेसिभ ब्लोटिङ हुने, दिशामा समस्या हुने, पेट दुख्ने यी समस्याहरू आएर चाहिँ नजान्दै पनि हाम्रो गट हेल्थलाई चाहिँ ड्यामेज गरिरहेको हुन्छौँ कि। किनभने एउटा कन्स्टेन्ट लेभल अफ लो ग्रेड ड्यामेज सस्टेन भइराख्यो भने त्यसले एउटा रोगको रूपमा चाहिँ परिवर्तन भएर आउँछ। थ्याङ्क यू।